र फेरि पनि सोच्न बाध्य बनाइदिएको छ कि पोर्चुगलमा यति राम्रा राम्रा इन्डिभिजुअल प्लेयर हुँदा हुँदै किन चुकिरहेको छ। सायद यो रोनाल्डो दाजुले वर्ल्ड कप इज नट माई ड्रिम भनेको श्राप त लाग्यो होइन नि। मजाक गरे। CR7 दाजुले जिन्दगीको पहिलो रेड कार्ड खाँदाखेरि देशको लागि नै फेरि पोर्चुगल वर्ल्ड कपमा क्वालिफाई हुन चुकेको छ र अर्को खेल अर्मेनियाको खेलसँग कुर्नु पर्नेछ वर्ल्ड कप छिर्नलाई। अर्मेनियालाई त जित्छ होला होइन, जित्नु त पर्ने हो त होइन। हिजो आयरल्यान्डलाई पनि जित्नै पर्ने थियो तर त्यस्तो भएन। पहिलो हाफमै 2-0 पछि परेको माइटी पोर्चुगल सेकेन्ड हाफमा 61 मिनेटमा CR7 दाजुले रेड कार्ड पाइसकेपछि त आयरल्यान्डले पहिलोचोटि पोर्चुगललाई जितेको छ। एनिवेज अर्मेनिया गेम त जितिहाल्छ नि होइन। अल द बेस्ट छ पोर्चुगल टिमलाई, हाम्रो छिमेकीहरूलाई।